मर्निङ सबैजनालाई। म चाहिँ अब सिधै आज ग्राउन्ड आइपुगेँ है। डेन्जर चेकिङ रहेछ बाटोमा। बस्दै ढिलो भइदिँदा। अनि आज होली पनि, सबैलाई ह्याप्पी होली। आजको सुरु गरौँ है त। सुरुमा एउटा क्विक वार्मअप गरिहालौँ, त्यसपछि सुटिङ। ल आजको ग्राउन्डबाट ऱ्याप सकियो। घाम पनि डेन्जर लाग्यो, हिजो पानी परेर होला। एकदम थकित भयो है। अब आज चाहिँ स्ट्रेन्थ ट्रेनिङ भन्दा पनि रनिङ जान्छु म। बेलुका हुन्छ होला रनिङ जाँदा। अब लाइटले के कति भ्याउँछ त्यो अनुसार खिचेर हाल्नु ल। अहिलेलाई बाई। ल त अब इभिनिङको सेट सुरु गरौँ।
इन्डोरको सक्यो। अब 2.5 किलोमिटर जति जगिङ। महेश्वरबाट निस्क्यो। अब म यहाँबाट रिङ रोड निस्किन्छु। रिङ रोडबाट एकान्त कुना भैँसीपाटी जाने पुल, त्यहाँदेखि ब्याक। रिङ रोड आइपुग्यो अन्त, तर पानी पर्दा पानीको छिटाले भेटाउनु थाल्यो। 15-20 मिनट पानी नपर्दै त ब्याक भइन्थ्यो। त्यो पनि छैन, ठिकै छ। आज होलीमा सुनसान छ बाटो। अब यहाँबाट म भैँसीपाटीतिर झर्छु, त्यहाँदेखि त्यो अपार्टमेन्टको पछाडिबाट गल्ली गएर नक्कीपट निस्किन्छु। अँध्यारो हुँदैछ, फोनले भ्याउँदैन है। एकैचोटि घरमा भेटौँ। यो के नक्खुको खोला छेउको अपार्टमेन्टहरू यो बाटो चाहिँ निस्किने हो। म नक्कीपटदेखि 2 मिनटको जग मेरो घर पुग्छु। ल अब एकैचोटि घरमा भेटौँ। ल घर आइपुग्यो। आजको रनिङ अलिअलि पानीले पनि भेट्यो है, ठिकै थियो। आज कम्प्लिट भयो। अब अर्को भिडियोमा भेटौँ न फेरि।